नमस्कार साथीहरू, स्वागत छ तपाईलाई मेरो YouTube च्यानल सपना टेक्निकल एन्ड ब्लग्समा। साथीहरू, आज म तपाईहरुलाई नेपालको सबैभन्दा सुन्दर नगरी पोखरा शहर र यस शहर वरपर रहेका महत्त्वपूर्ण पर्यटकीय सुन्दर ठाउँहरूको बारेमा चर्चा गर्दै छु। यदि तपाईहरु पनि यी ठाउँहरूमा घुम्नका लागि आउँदै हुनुहुन्छ भने यो भिडियोले तपाईलाई पक्कै पनि मद्दत गर्नेछ। आउनुहोस् ढिला नगरिकन भिडियोलाई सुरुवात गरौँ। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र भिडियो मन परेमा अवश्य पनि एक लाइक र एउटा सानो कमेन्ट गर्न पनि नबिर्सिनु होला। विशेष गरी आजको भिडियोमा हामीले हेर्ने छौं पोखरा शहर भित्र वरिपरि रहेका ती सुन्दर स्थानहरू जहाँ अहिले देश विदेशका पर्यटकहरू घुम्न आउँदछन्। फेवातालदेखि अन्नपूर्ण बेस क्याम्पसम्म सबैको दूरी, विशेषता र घुम्न उत्तम समयबारे विस्तारमा कुराकानी सुरु गरौँ। नम्बर 1 मा रहेको छ फेवाताल। फेवाताल पोखराको बीच भागमा रहेको एक सुन्दर नेपालको दोस्रो ठुलो ताल मध्ये एक हो। यो ताल करिब 4.4 किलोमिटर लामो र 1.5 किलोमिटर चौडा रहेको छ। विभिन्न ठाउँहरूबाट पर्यटकहरू फेवाताल घुम्नका लागि र बोटिङ गर्नका लागि पोखरा शहर आउने गर्दछन्। अझ फेवातालको बीचमा रहेको तालबराई मन्दिरले झन् फेवातालको रौनक नै छुट्टै बनाएको छ। मन्दिरको दर्शन गर्न पनि पाउने र फेवातालको सफा र सुन्दर पानीमा डुङ्गा बोटिङ गर्दै रमाइलो गर्न पाइने हुँदा पर्यटकहरू यो ठाउँमा धेरै घुम्न रुचाउँछन्। अझै साँझपख तालमा झलमल बत्ती र माछापुच्छ्रे हिमालको प्रतिबिम्ब देखिने हुँदा साँच्चीकै जादुमय जस्तो अनुभव हुन्छ। यदि तपाईँ पनि पहिलोपटक पोखरा घुम्न आउँदै हुनुहुन्छ भने फेवातालमा बोटिङ नगरी फर्कनु भनेको असम्भव जस्तै हो। नम्बर 2 मा रहेको छ विन्ध्यवासिनी मन्दिर। पोखराको सबैभन्दा पुरानो र धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर पनि पर्यटकको लागि एक महत्त्वपूर्ण मानिन्छ। यो मन्दिर पोखरा पृथ्वी चोकदेखि 0 किलोमिटर हुँदै उत्तरतर्फ लगभग 1.5 किलोमिटर माथि पर्छ भने यो मन्दिरमा देवी विन्ध्यवासिनीको ठुलो मूर्ति छ जहाँ बिहान बेलुका भक्तजनहरूको ठुलो भिड लाग्ने गर्दछ। यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण जस्ता हिम श्रृङ्खलाहरूको दृश्य पनि एकदम राम्रो देखिन्छ। विशेष गरी माघे सङ्क्रान्ति र दसैँ तिहारको बेलामा यहाँ विशेष मेला लाग्ने गर्दछ। नम्बर 3 मा रहेको छ डेभिज फल। डेभिज फल पोखराको सबैभन्दा रहस्यमय र रोचक स्थल हो। यो पोखराको पृथ्वी चोकदेखि लगभग 2 किलोमिटर पश्चिममा पर्छ भने यो ठाउँलाई पाताले छाँगो भनेर पनि चिनिने गरिन्छ। सन् 1961 मा एक विदेशी महिला देवी यस छाँगोबाट खसेर हराएकी थिइन्। त्यसैले यो ठाउँलाई डेभिज फल मानिएको हो। यो पाताले छाँगो हिउँदमा भन्दा बर्खा समयमा धेरै राम्रो देखिन्छ किनभने फेवातालको पानी यस छाँगो हुँदै जाने हुँदा यो ठाउँ पर्यटकको लागि एकदम सुन्दर मानिन्छ। नम्बर 4 मा रहेको छ शान्ति स्तूपा। फेवातालको दक्षिणतर्फ डाँडामा अवस्थित यो स्तूपा पोखरादेखि लगभग 6 किलोमिटर टाढा पर्ने गर्दछ। भगवान गौतम बुद्धको यो स्तूपा जानका लागि देश विदेशबाट धेरै पर्यटकहरू यहाँ घुम्नका लागि आउने गर्दछन्। यो ठाउँ एकदम शान्त र सुन्दर छ भने यो ठाउँदेखि पोखराको सम्पूर्ण दृश्यहरू उत्तरतर्फका 3वटा हिमालहरू एकदम राम्रोसँग हेर्न सकिन्छ। फेवातालको अत्यन्त राम्रो दृश्य र प्राकृतिक सुन्दरता देखिने यो ठाउँ पोखराको एक महत्त्वपूर्ण घुम्न लायकको ठाउँ हो। त्यस्तै गरी नम्बर 5 मा रहेको छ पुम्दीकोट महादेव मन्दिर। पुम्दीकोट मन्दिर नेपालको सबैभन्दा ठुलो शिव मूर्ति भएको मन्दिर मानिन्छ। यो मन्दिर शान्ति स्तूपा भन्दा माथिल्लो डाँडामा रहेको छ। लगभग शान्ति स्तूपादेखि 30 मिनटको यात्रापछि यो मन्दिर पुग्न सकिन्छ। यहाँको शिव मन्दिर पोखराको एक नयाँ ट्रेडिङ गन्तव्य पनि हो। यहाँको शिवको मूर्ति 51 फिट अग्लो रहेको छ भने यो मन्दिर पर्यटकका लागि एकदम महत्त्वपूर्ण घुम्ने स्थानको रूपमा लिइन्छ र यो मन्दिर फोटो खिच्नका लागि एकदम आदर्श स्थान हो। यस मन्दिरमा जानको लागि यातायातको राम्रो सुविधा पनि रहेको छ। बाटो एकदम राम्रो कालोपत्रे गरिएको छ भने यो मन्दिरदेखि फेवाताल, पोखरा शहर र हिमालयको राम्रो दृश्य पनि देख्न सकिन्छ। नम्बर 6 मा रहेको छ काहुँ डाँडा। काहुँ डाँडा पनि पोखरा शहर वरपर रहेको एक महत्त्वपूर्ण घुम्न मिल्ने ठाउँमध्ये एक हो। पोखरादेखि करिब 4 किलोमिटर जति उत्तरतर्फ रहेको यो स्थानमा जानका लागि केही पैदल हिँड्नुपर्छ भने बाटोको पनि राम्रो सुविधा रहेको छ। यहाँबाट पोखरा शहर, राम्रो दृश्य, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साथसाथै उत्तरतर्फका हिमालयको राम्रो दृश्य पनि यहाँबाट देख्न सकिन्छ। यो ठाउँ एकदम शान्त र सुन्दर रहेको हुँदा तपाईहरू पनि भिडभाड भन्दा टाढाको कुनै रमणीय ठाउँमा जान खोज्दै हुनुहुन्छ भने यो ठाउँमा जान सक्नुहुन्छ। साथीहरू, तपाईहरुलाई भिडियो कस्तो लाग्दैछ
भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। म अझै यस्तै रमणीय ठाउँहरूको बारेमा भन्दै गर्नेछु। भिडियोलाई एक लाइक र एउटा सानो कमेन्ट गर्नु पनि नबिर्सिनुहोला। आउनुहोस्, नम्बर 7 मा रहेको छ सराङकोट। पोखरा सहर र कास्की जिल्लाको सबैभन्दा प्रसिद्ध भ्यू पोइन्ट मानिने सराङकोट पोखरा लेक साइडदेखि 8 किलोमिटर जति दूरीमा पर्दछ। यो ठाउँदेखि पर्यटकहरू प्याराग्लाइडिङ गर्नका लागि जाने गर्दछन् भने धेरैजना मानिसहरू यो ठाउँदेखि बिहानीको सूर्योदयको दृश्य र माछापुच्छ्रे, धौलागिरी र अन्नपूर्ण हिमालहरूको दृश्य हेर्न पनि जाने गर्दछन्। यो ठाउँ दिउँसोभन्दा बिहान धेरै रमणीय देखिन्छ, किनकि सूर्योदयको पहिलो किरण देखिने यो ठाउँ पोखराको एकदम रमणीय ठाउँमध्ये एक मानिन्छ। नम्बर 8 मा रहेको छ अस्ट्रेलियन क्याम्प। त्यस्तै गरी अर्को एक महत्त्वपूर्ण स्वर्ग जस्तै रमणीय ठाउँ हो अस्ट्रेलियन क्याम्प। यो ठाउँ पर्यटकका लागि धेरै नै रुचाइएको ठाउँ हो। यो ठाउँमा जानको लागि पोखरादेखि करिबी 25 किलोमिटर टाढा काँडै हुँदै त्यहाँदेखि करिबी 1 घन्टा 15 मिनट जति पैदल हिँड्नेपछि पुगिन्छ भने यो ठाउँ अन्नपूर्ण माछापुच्छ्रे हिमालको नजिक पर्ने हुँदा धेरैजना पर्यटकहरू हिमाल जाँदा यो ठाउँ हुँदै जाने गर्दछन्। यो ठाउँ नेपालको धेरै पानी पर्ने लुम्लेको नजिक पर्ने भएकोले यहाँ जुनसुकै मौसममा पनि जाडो हुने गर्छ भने यो ठाउँमा घुम्नका जानका लागि उपयुक्त समय भनेको तिहार सकिएपछि जाँदा अझै राम्रो दृश्य देख्न सकिन्छ। चारैतिर फुलै फुलको बगैँचाको बिचमा रहेको यो ठाउँ साँच्चै नै स्वर्गभन्दा पनि राम्रो मानिने गर्दछ। त्यसैले पर्यटकहरू यो ठाउँमा धेरै घुम्नका लागि जाने गर्दछन्। यो ठाउँदेखि पनि सूर्योदय एकदम राम्रो देख्न सकिन्छ। नम्बर 9 मा रहेको छ सिक्लेस गाउँ। पोखराको उत्तर पूर्वी भागमा अवस्थित सिक्लेस गाउँ पर्यटकका लागि एक महत्त्वपूर्ण ठाउँ मानिन्छ। गुरुङहरूको बस्ती रहेको यस गाउँ पोखरादेखि करिबी 42 किलोमिटर टाढा रहेको छ। यस ठाउँमा जानका लागि यात्रा अलिक कठिन भए तापनि वरपरको जङ्गल, झरना र हिमालको दृश्यले धेरैजना पर्यटकहरू यस ठाउँमा जान रुचाउँछन्। तपाईँहरू यस ठाउँमा होमस्टेमा बस्दा साँच्चै नै गाउँले जीवनको याद आउने जस्तै गरी बस्न सक्नुहुन्छ, किनकि यस ठाउँका घरहरू एकदम अर्ग्यानिक खालका छन् भने यस ठाउँका मानिसहरू पनि निकै मिलनसार र सहयोगी पनि छन्। साथीहरू, नम्बर 10 मा रहेको छ पञ्चासे भन्ज्याङ। फेवातालको पश्चिमतर्फ पर्ने यो ठाउँ पोखरादेखि 34 किलोमिटर टाढा रहेको छ। यो ठाउँ कास्की, स्याङ्जा र पर्वत जिल्लाको सिमानासँग जोडिएको हुँदा यो ठाउँमा पर्यटकहरू धेरैजना रुचाउँछन्। यो ठाउँ एकदम चिसो पनि हुन्छ, किनकि यो ठाउँ अति धेरै नै माथि पर्ने हुँदा यहाँदेखि सबै हिमालयहरू स्पष्ट देखिने गर्दछन् भने पोखराको दृश्य पनि यहाँबाट राम्रो देखिन्छ। यो ठाउँ ट्रेकिङ, ध्यान र योग गर्न चाहनेको लागि पनि अति उत्तम रहेको छ। साथीहरू, यी त थिए कास्की जिल्ला र पोखरा सहर वरपर रहेका महत्त्वपूर्ण घुम्न लायकका 10 ठाउँहरू। यी ठाउँमध्ये तपाईँहरूलाई कुन ठाउँ मन पर्यो तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। यस्तै अरू धेरै ठाउँहरू पनि छन् कास्की जिल्ला र पोखरा नजिक वरपर रहेका। तर आजको यस भिडियोमा मैले महत्त्वपूर्ण ठाउँहरूको बारेमा मात्र चर्चा गरेँ। भिडियो मन परेमा भिडियोलाई एक लाइक, एक सेयर तथा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्कार।